ड्रिम्स म्युजिसियन प्रेजेन्ट कार्यक्रम डान्स मेरो मनको जुनियर सिजन 1 मा छौँ हामी। हेटौँडामा लुकेर बसेका त्यस्ता प्रतिभाहरूलाई समेट्दै सिँगार्दै हामी अगाडि बढिरहेका छौँ। गएको एपिसोडमा 70 जना भाइ बहिनीहरूले आफ्नो बेजोड प्रस्तुति राखेर आजको एपिसोडमा सेलेक्ट हुनुभएको छ। उहाँहरू सेलेक्ट हुनुभएका सम्पूर्ण भाइ बहिनीहरूको नामसहित वाचन गरेर हामीले मञ्चमा उहाँहरूलाई निम्ताइसकेका छौँ। सर्वप्रथम सम्पूर्ण पास हुनुभएका गएको एपिसोडबाट आफ्नो बेजोड प्रस्तुति राखेर उत्तीर्ण हुनुभएका र डान्सलाई माया गर्दै यहाँसम्म आउनुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई एकचोटि जोरदार ताली बजाइदिनु होला। र आजको एपिसोडमा आफ्नो बेजोड प्रस्तुति राखेर भोटिङ राउन्डमा प्रवेश गर्नको लागि हाम्रो भाइ बहिनीहरू तयारी हुनुहुन्छ। के छ, आलु रेडी? हेरौँ आजको प्रस्तुतिबाट कतिजना भाइ बहिनीहरू भोटिङ राउन्डमा प्रवेश गर्नुहुनेछ तपाईँहरूको माझमा हामी राख्ने छौँ। त्योभन्दा पहिला हाम्रो सम्पूर्ण प्रतिस्पर्धीहरूको एउटा सुनौलो नृत्य सुरुवातमा हामी राख्न गइरहेका छौँ। स्वीकार्नुहोला अबको क्रममा अरेरी खानाले चस्दै भन्ने गीतमा हाम्रो सम्पूर्ण भाइ बहिनीहरूको बेजोड प्रस्तुति। साँच्चै अरेरी काँडाले चस्सै चस्सै भन्ने गीतमा हाम्रो बेजोड डान्स हाम्रो कन्टेस्टेन्ट भाइ बहिनीहरूले राखिसक्नु भएको छ। एकचोटि फेरि पनि ताली बजाउनु होला उहाँको लागि। हामी छौँ ड्रिम्स म्युजिसियन प्रेजेन्ट कार्यक्रम डान्स मेरो मनको जुनियर सिजन 1 को टप 50 कन्टेस्टेन्टहरूको बेजोड प्रस्तुति आज हामी राखिरहेका छौँ। महिनाको अन्तराल पछाडि हामी हाम्रो आज भोटिङ राउन्डमा हाम्रो भाइ बहिनीहरूलाई प्रवेश गराउँदैछौँ। भोटिङ राउन्डमा प्रवेश गराउनुभन्दा पूर्व हामी हाम्रो अभिभावकज्यू अर्थात् आजको हाम्रो यस कार्यक्रममा सहभागी कन्टेस्टेन्टको अभिभावकज्यूहरूसँग हामी थोरै फलाकुसारी गर्दैछौँ। सर नमस्ते। हेलो नमस्ते। आराम हुनुहुन्छ? आरामै छु सर। हजुरलाई कस्तो लागिरहेको छ? एकदम खुसी छु म चाहिँ छोरीले गरेको प्रगतिदेखि। अब उसलाई चाहिँ यस ड्रिम्स म्युजिकमा हालेदेखि चाहिँ उसको चाहिँ इनर्जी पनि लेभल पनि हाई भएको छ। पहिला हेरेको 0 लेभलदेखि स्टार्ट गरेको यो उसमा ल्याउँदाखेरि चाहिँ उसले चाहिँ अलि धेरै प्रगति गरेको देखिन्छ। अब उसको स्पिड पनि राम्रो छ। अब इनर्जी लेभल चाहिँ धेरै नै राम्रो देखिरहेको छु। एक्सप्रेसनहरू सबै राम्रो छ। अब यस्तो कार्यक्रमहरू फेरि पनि हुँदै जाओस्। यस्ता लुकेर बाहिर बसेका प्रतिभाहरूलाई सबै सामु नानी बाबुहरूले आफ्नो प्रतिभा देखाउन पाउन्, यही हो। सन्ध्या आचार्यज्यू आज हामी कहाँ उपस्थित हुनुहुन्न, त्यसै कारणले गर्दा आज हामीलाई हाम्रो आजको यस कार्यक्रमलाई सहयोग गर्नका लागि गेस्ट जजको रूपमा हामीसँग आउनुभएको छ हाम्रो आदरणीय मक्कानपुरी चेली पेमा लोप्चनज्यूलाई आजको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ। ड्रिम्स म्युजिक स्टुडियो प्रेजेन्ट डान्स मेरो मनको जुनियर सिजन 1 को आज हामी भोटिङ राउन्डको सेलेक्सनको क्रममा छौँ। हेरौँ आजको भाइ बहिनीहरूको बेजोड प्रस्तुतिले उहाँहरू भोटिङ राउन्डमा प्रवेश गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्नेछ। यसै क्रममा आजको एपिसोडमा आजको बेजोड नृत्य लिएर आउँदै हुनुहुन्छ निबिका भुजेल। कृपया जोरदार ताली बजाइदिनुहोला। गण्डकी नदी सलना तिमीलाई देखेपछि न आउँछ खलना। हरर बस्न आउला हरर जे आउँछ आउन देउवालाई फरर। बादल
लाग्यो हुरी चल्यो हसिना रुमाल चिनो मायालाई ए हो माया पुछ पसिना बादल लाग्यो हुरी चल्यो हसिना तिम्रै चिनो रुमालले ए हो माया पुछ्देऊ पसिना बादल लाग्यो हुरी चल्यो हसिना रुमाल चिनो मायालाई ओए होए होए माया पुछ पसिना हे बादल लाग्यो हुरी चल्यो हसिना तिम्रै चिनो रुमालले ए हो माया पुछ्देऊ पसिना एकदमै दमदार नृत्य रहेको छ इनर्जी लेभल एकदमै राम्रो सुपर स्टेप छ वाउ पर्फर्मेन्स रहेको छ हिमाल फुल हिउँमै सारेको मैले माया गरेको तिमीलाई बेसै पाएन हिउँमै सारेको मैले माया गरेको तिमीलाई बेसै पाएन लाहोर जाने रेलैमा जान मैला सारा लाहोर जाने रेलैमा जान मैला सारा जान मैला सारा नमस्ते ठिक छ एकदम वन्डरफुल जोडीको डान्स एकदम पर्फेक्ट छ तर अहिले कस्तो भन्दाखेरि अब त सबै कुराको पर्फेक्ट त हुँदैन र पनि तिमीले अलिकति अझै पनि स्टेप अझ कभर गरेर भएर गाइदिनुहुन्थ्यो तर ओभरअल ब्युटिफुल राम्रो छ मुखले किन बोल्नु पर्यो सबै बुझियो ए मनभित्रका गोप्य कुरा सबै सुनियो हेर्दा हेर्दैमा हेर्दा हेर्दैमा ओ हेर्दा हेर्दैमा जुङ्गा चल्यो मायाको कुरो बुझियो ओ हेर्दा हेर्दैमा जुङ्गा चल्यो मायाको कुरो बुझियो मुखले किन बोल्नु पर्यो सबै बुझियो मनभित्रका गोप्य कुरा सबै सुनियो हेर्दा हेर्दैमा हेर्दा हेर्दैमा हेर्दा हेर्दैमा चुल्टी खोल्यो मायाको कुरो बुझियो हेर्दा हेर्दैमा चुल्टी खोल्यो मायाको कुरो बुझियो उसको माया ऐरो पहिरो साउनको बेर हे माया भन्नु यस्तै रहेछ मनै चोर्ने खेल मनै चोर्ने खेल गैरी खेतको सिरै हान्यो वर्षायामको दरोधीले गैरी खेतको सिरै हान्यो वर्षायामको दरोधीले ओढाउने जस्तो
एकदम क्लियर पनि भएको छ है। म चाहिँ आज ज्यादै खुसी छु, एकदम खुसी छु है। सधैँ यस्तो डान्स गर्दा है तिम्रो अनुहारलाई म्याच गर्छ व्यस्त धेरै मान्छेहरू
राम्री हौ आहा ऐनाले पनि गर्दो हौ दाहा राम्री नि कति राम्री हौ आहा ऐनाले पनि गर्दो हौ दाहा स्याउली बजारमा डोको बुन्ने निकालो छोयाले जाने खायो त्यो भेटिनै छाडे हजुर बर्पी पाल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटिनै छाडे हजुर बर्पी पाल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने निकालो छोयाले जाने खायो त्यो तिम्रो मायाले डोको बुन्ने निकालो छोयाले जाने खायो त्यो तिम्रो मायाले म चाहिँ हाम्रो सानो नानीको लागि चाहिँ उठेरै गाउँछु है You are my heart एकदम टच गरेको डान्स गर्नुभयो बाडुल्की लाउन्या मेरा सुइनामी आउन्या बाडुल्की लाउन्या मेरा सुइनामी आउन्या अरे राधा पियारी मनमै छेउ आधा पियारी राधा पियारी मनमै छेउ आधा पियारी त्यसो अरे क्या हेर्दा छौ मुखीलाई गैला जा आँखाइले मन चोर्न्या रहेछौ रूप सासै बाजा बाडुल्की लाउन्या मेरा सुइनामी आउन्या बाडुल्की लाउन्या मेरा सुइनामी आउन्या मै तिम्री राधा पियारी मनमै छु आधा पियारी राधा पियारी मनमै छु आधा पियारी फुलेकी फुलथुङ्गे रानी पुतली छैन नारङ्गी हाय पुतली छैन नारङ्गी कटकै मन खानी लै लै कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी
कहिले कहिले लाग्छ डान्स गरिरहँदा 1 मिनेट हुँदैन के कहिले पनि नसकियोस् जस्तो लाग्छ उहाँले त्यस्तै राम्रो प्रस्तुति दिनुभएको छ आज डान्स चाहिँ हेर्नु भने एकदमै एथलेटिक थियो एक्सप्रेसन कति राम्रो हजुरको डान्स हातको गुण पुरा हेर्छ कति राम्रो छ अझै प्रगति गर्दै जानुपर्छ है खसै राम्रो नाच्न त जान्दिन म यसो यसो कम्मर मर्काउने मात्रै हो यसो कम्मर मर्काउने मात्रै हो लाली जोबन दिनमा कसैलाई हुन्छ हुन्छ भनी पर्खाउने मात्रै हो खसै राम्रो नाच्न त जान्दिन म यसो कम्मर मर्काउने मात्रै हो जो बन्धन गाह्रो भन्छन् मैले ठानेकी छु लोभी आँखा पापी हुन्छन् मैले जानेकी छु एक्सिलेन्ट पर्फर्मेन्स नाच्न आउँदैन भन्ने नाच्ने बेलामा स्टेजै हल्लाइदिनु भयो ओके हजुरलाई भोलि राम्रो लागि अघि शुभकामना दिँदै
लाग्यो साथै मोटा मै पनि भन्छु कि कवि मै पनि भन्छु कि कवि मै पनि भन्छु कि मै पनि भन्छु कि मै पनि भन्छु कि कवि देवकोटा हो मै पनि भन्छु कि कवि देवकोटा मै पनि भन्छु कि कवि देवकोटा हो मै पनि भन्छु कि कवि देवकोटा तिमी र म पिरातीमा छ्याप मेहन्दी हालेर हात खुट्टाका नङ्लामा पालेर हाना हाना दोहोरी मर्या कहिले हुने होला ए सोल्टिनी तिमी र म पिरातीमा छ्याप कहिले हुने होला ए सोल्टिनी तिमी र म पिरातीमा छ्याप अब छ्याप छ्याप छ्याप
खुसी लाग्यो उसले मैले सोचेको भन्दा विपरीत गर्यो त्यसको लागि अल द बेस्ट नेक्स्ट भोटिङ राउन्डको लागि पनि हामी लाग्छौँ आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलेको बाटोमा फुलानी आस लाउँछ म तिम्रै हुलानी आउलानी आउन त जुनेली केलाइदिउ मायालाई कोसेली मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधिया फेरि नाच्न गाउन मन लाग्यो जु जु नाना 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 रिमझिमे रातैमा नसामा डुबेर भनौँ म कसरी माया तिम्रै नै हुँ म जु जु नाना 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 पाङ्रे गाडी असनैको रातो साडी चार पाङ्रे गाडी किनिदिनु सुनको चुरा बरुरी नै काडी आहै बरुरी नै काडी गाईलाई गोठरी माई घोडालाई तबेला जाला जोबन रेली माई नगर आबेला हेरन ओइ माया त्यो मनको कुरा खोलिदेऊ न है माया लुकी लुकी नहेरन ओइ माया त्यो मनको कुरा खोलिदेऊ न है माया तिमीसँग माया लाउन मलाई पनि मन छ तिमीसँग माया लाउन मलाई
बस्ला हाई हजुरा पशुपतिमा सुनाएको गजुरा ख्याल ख्यालैमा माया बस्ला हाई हजुरा सिन्दुर आहा गलामा पट्टै आहा घोतिर चोली आहा घुम्टर डोली आहा ए सिरैमा सिन्दुर आहा गलामा पट्टै आहा घोतिर चोली आहा घुम्टर डोली आहा छमछम हातेका चुराले रामछम रातेका कोराले म बाँधिएकी हो या सजिएकी हो बुझिन माया गर मायालुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 हे माया गर मायालुले मायालाई अल्ली अल्ली लौ 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 देखाउँदिन दुनियाँलाई दिन्छु माया म छल्ली छल्ली लौ 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 हल 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 हालेको साथ छ तिमीलाई मेरो माया भन्न कति लाग्छ जति माया गर्यो उति मनले मान्छ हिसाब गरौँ भन्ने साथै जुनी लाग्छ काफल खाने कुइया मर्योला जुन किरी सिसाकी गोलीले हे लाग्दै माया बढ्दै गयोला जुन किरी त्यो तिम्रो बोलीले काफल खाने कुइया मर्योला जुन किरी सिसाकी गोलीले तिम्रो बिरामा नै मालिसके रेली मैना गर ख्याल ठट्टा दिलको लाउनु हुँदैन भाग बन्दा
जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन सरी शीतल, म तिमीलाई अपनाउन सक्दिनँ। कारण किन कहिल्यै नसोध। सपना सजाई राह जगाई हरायो पल भर में खुशी पल भर में पीड़ा दिलायो किन यो दूरी कस्तो मजबुरी जानिन बदलियो किन मन तिम्रो आज बुझिन तिमीलाई के
हो आउरे हो बाउरे हो सम्झ्यो के हो आउरे हो बाउरे हो लाला जे हमार प्यारे लाला अरे मिठापन बनाउँदा बनारसे वाला मिठापन बनाउँदा बनारसे वाला अरे मिठापन बनाउँदा बनारसे वाला मिठापन बनाउँदा बनारसे वाला ओखनी भैया बैस पोक थैया ओखनी भैया बैस पोक थैया माइकली छोरी नाच दैया दैया सुकाको बिस्कुट छोरी जुरेलीले छोरी जुरेलीले लौनानी भैया हान्डु गुलेलीले लौनानी भैया हान्डु गुलेलीले लौनानी भैया हान्डु गुलेलीले लौनानी भैया हान्डु गुलेलीले पिरतीको तालमा फुल फुल्यो कमल पिरतीको तालमा फुल फुल्यो कमल नजरको तीर चल्यो त्यो मन सम्हाल नजरको तीर चल्यो त्यो मन सम्हाल लम्पन छप्पन जान्दिन झुठो माया लाउँदिन लम्पन छप्पन जान्दिन झुठो माया लाउँदिन चोखो मायालाई देऊ गोरी नत्र मान्दिन चोखो मायालाई देऊ गोरी नत्र मान्दिन
सुन्दै बढ्यो धड्कन क्यारे सुनम पुरा जुनेली रातै रातैमा भुले तिम्रो बातै बातैमा जुनेली रातै रातैमा भुले तिम्रो बातै बातैमा
म्युजिकल प्रेजेन्ट कार्यक्रम डान्स मेरो मनको जुनियर सिजन 1 को भोटिङ राउन्डको सिलेक्सनको क्रममा हामी छौँ। म कानपुरको सुन्दरनगरी हेटौँडामा लुकेर बसेका त्यस्ता प्रतिभाहरूलाई सिँगार्दै अगाडि बढ्दै हामी यहाँसम्म आइपुगेका छौँ। आजको जति पनि भाइ बहिनीहरूले प्रस्तुति दिनुभयो र जतिजना आजको राउन्डबाट भोटिङ राउन्डको लागि सेलेक्ट हुनुभएको छ उहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना र जति आजको राउन्डबाट यस मञ्चबाट बिदा हुनुभयो उहाँहरूलाई पनि सिजन 2 मा आउनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। आजको एपिसोडबाट म बिदा हुन चाहन्छु। धन्यवाद।